नमस्कार एवं शुभ प्रभात। आज मिति विक्रम सम्वत 2081 साल चैत महीनाको 8 गते, आज शुक्रबार, ईस्वी सम्वत 2025 मार्च 21 तारिक, शक सम्वत 1946, नेपाल सम्वत 1145, तिथि आज सप्तमी, चैत्र कृष्ण पक्ष रहेको छ। सूर्योदय बिहान 6:09 जाँदा भयो भने सूर्यास्त साँझ 6:15 जाँदा हुनेछ। लागौं आजको राशिफल तर्फ। मेष राशि। मेष राशि उनीहरूको लागि कार्यक्षेत्रमा तटस्थ भएर कार्य गर्नुहोला। नोकरी वा पेसामा अनुभवी व्यक्तिहरूको सल्लाहलाई मान्नुहोला। सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सचेत रहनुहोला। आजको दिनमा मेष राशि उनीहरूको लागि। वृष राशि। वृष राशि उनीहरूको लागि नोकरी वा पेसामा इच्छा शक्तिले गर्दा बिग्रिएका काम बनाउन सक्नुहुनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। छात्रहरूलाई नयाँ प्रतियोगी परीक्षाको तयारीमा सफलता मिल्नेछ। आजको दिनमा वृष राशि उनीहरूको लागि। मिथुन राशि। मिथुन राशि उनीहरूको लागि कार्यक्षेत्रमा अरूमाथि धेरै विश्वास गर्दा धोका मिल्न सक्ला। पारिवारिक वस्तुमा धन खर्च हुनेछ। सवारी साधन चलाउँदा ध्यान राख्नुहोला। पारिवारिक सद्भाव बन्नेछ। आजको दिनमा मिथुन राशि उनीहरूको लागि। कर्कट राशि। कर्कट राशि उनीहरूको लागि विवादस्पद मामिलाहरूमा धेरै नबोल्नुहोला। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको कुरालाई बेवास्ता नगर्नुहोला। आफन्तहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। आजको दिनमा कर्कट राशि उनीहरूको लागि। सिंह राशि। सिंह राशि उनीहरूको लागि व्यापार क्षेत्रमा बलिले गर्दा बनेको काम बिग्रन सक्छ। साथै हिसाब किताबमा सावधान रहनुहोला। ठेक्कापट्टाको काममा सफलता मिल्नेछ। विदेशतिरबाट कुनै शुभ सूचना मिल्ने योग छ। आजको दिनमा सिंह राशि उनीहरूको लागि। कन्या राशि। कन्या राशि उनीहरूको लागि कार्यक्षेत्रमा नयाँ कार्यहरू सिद्ध हुनेछन्। विद्यार्थीहरूलाई पठन पाठनमा मन लाग्नेछ। पाकिस्तानमा भ्रमणले मन प्रसन्न रहनेछ। घर परिवारमा साना भाइ बहिनीहरूको साथ र सहयोग मिल्ला। आजको दिनमा कन्या राशि उनीहरूको लागि। तुला राशि। तुला राशि उनीहरूको लागि बोलीको विपरीत अर्थ लाग्नेछ। व्यापार व्यवसायमा कामलाई टाल्नु भन्दा बनाउनमा विश्वास राख्नुहोला। आफन्तहरूबाट सोचे जस्तो सहयोग नमिल्ला। साना बाल बच्चाहरूलाई मौसमी बिरामीबाट जोगाउनुहोला। आजको दिनमा तुला राशि उनीहरूको लागि। वृश्चिक राशि। वृश्चिक राशि उनीहरूको लागि कार्यक्षेत्रमा बिग्रिएको कामलाई दोहोऱ्याएर गर्दा लाभ उठाउन सकिनेछ। समाजमा मान सम्मान बढ्नेछ। उपहार आदिमा खर्च हुनेछ। आजको दिनमा वृश्चिक राशि उनीहरूको लागि। धनु राशि। धनु राशि उनीहरूको लागि आलसले गर्दा लाभकारी योजनाहरू गुमिन सक्छन्। इच्छा आकांक्षा पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ। प्रेम सम्बन्धमा व्यर्थको वाद विवाद बन्नेछ। आजको दिनमा धनु राशि उनीहरूको लागि। मकर राशि। मकर राशि उनीहरूको लागि महत्वपूर्ण कार्यहरूमा इष्टमित्रको सहयोग मिल्नेछ। सन्तानको प्रगतिले मन हर्षित रहनेछ भने सञ्चित धनमा वृद्धि हुनुको साथै आय आर्जनका नयाँ स्रोतहरू बढ्नेछन्। आजको दिनमा मकर राशि उनीहरूको लागि। कुम्भ राशि। कुम्भ राशि उनीहरूको लागि चिताएको कार्य समयमा सम्पादन हुनाले मन उत्साहित रहनेछ। आम्दानीका नयाँ स्रोतहरू बन्नेछन्। स्वास्थ्यको लागि आहार विहारमा ध्यान राख्नुहोला। आजको दिनमा कुम्भ राशि उनीहरूको लागि। यसैगरी 12 राशिफलको अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि उनीहरूको लागि साहसिक कार्य गर्ने समय रहेको छ। आफ्नो सोचलाई नयाँ दृष्टिकोण दिनुहोस्। सफलता मिल्नेछ। कला वा संगीतको क्षेत्रमा सफलता मिल्नेछ। आजको दिनमा 12 राशिफलको अन्तिम राशि मीन राशि उनीहरूको लागि। यी तपाईकै भाग्य गोचरमा तयार पारिएकै 12 राशिफलहरू। राशिले जे जस्तो भने तापनि तपाईले भाग्यमा भन्दा पनि तपाईले कर्ममा विश्वास गरेर अगाडि बढ्नुभयो भने तपाईले आट्नु भएको, तपाईले गर्न थाल्नु भएका कामहरू अवश्य पूरा हुनेछन्। नमस्कार एवं शुभ प्रभात।